यो प्रेसर कुकरमा बनाएको झोल मोमो हो। यो चिसो मौसममा चाहिँ यो झोल मोमो खान कस्तो मन लाग्यो, त्यही भएर आज मैले प्रेसर कुकरमा झोल मोमो बनाएको छु। यसमा मैले तोरीको तेल राखेँ, अनि त्यसपछि खुर्सानी फुराएँ, जिरा फुराएँ, लसुन फुराएँ, अनि प्याज पनि फुराएँ। त्यसपछि मैले चिकनलाई राखेँ। चिकनमा मैले नुन राखेँ अनि मजाले एकछिन फ्राई हुन दिएँ। एकछिन फ्राई भइसकेपछि मैले यो सबै थरीको मसलाहरू राखेँ अनि मजाले भुटेँ। अनि यो भुटिसकेको छ। अब मैले यहाँ चाहिँ 2-3वटा टमाटरको प्युरे बनाएर राखेँ। अनि त्यसपछि अब यो टमाटरलाई पनि मजाले पाक्न दिएँ। अब मैले 5 मिनट जति मजाले पकाएँ। त्यसपछि हाम्रो टमाटर पनि पाकिसकेको छ। अब मैले यसमा राखेँ हट बोइलिङ वाटर। त्यसपछि हजुर कति झोल खाने त्यति राख्नुहोस्। अनि अब मैले यो चाहिँ घरमै फापरको मोमो बनाएको थिएँ, चिकन मोमो हो। अब यसलाई मैले राखेँ अनि त्यसपछि मैले लसुनको पत्तालाई पनि राखेँ र 1 सिटी मात्र लगाएँ। अनि यो ग्यास चाहिँ अलिकति सानो बनाउनु होला। अनि त्यसपछि हाम्रो 1 सिटीमा चाहिँ मोमो पर्फेक्टली पाकिसकेको छ। ल हेर्नुहोस् त, सुप चाहिँ यतिको भन्छ। आज मलाई मजाले सुप खानु मन लाग्यो भएर मैले चाहिँ सुप मजाले राखेको छु। हजुर पनि यस्तै गरी घरमा झोल मोमो बनाएर खानुहोस्। थ्याङ्क यू फर वाचिङ एन्ड फलो फर मोर रेसिपिज।